दर्शकबिन यतिखेर भर्खरै बारीकोट गाउँपालिका 2 लिम्साको दोमिल्ला खोलामा बाइक एक्सिडेन्ट भएको छ। दर्शकबिन बारीकोट गाउँपालिकामा कार्यरत प्राविधिक बारीकोट 1 धौलाकोटका खगेन्द्र नेपाली कार्यालयदेखि काउलीमा पुल निर्माण गर्दै गरेको ब्रिज निर्माण हुँदै गरेको कामको अनुगमनको लागि हिँडेको उहाँ चाहिँ दोमिल्ला खोलामा एक्सिडेन्ट पर्नुभएको छ। उहाँको अहिले चाहिँ बाहिरी शारीरिकमा केही त्यस्तो चोट लागेको देखिँदैन। उहाँ एकदमै अहिले सकुशल नै देखिनुहुन्छ। खास त्यस्तो बाहिरी रूपमा चोट देखिएको छैन, तर भित्र शरीरमा भने धेरै चोट छ, गहिरो चोट छ भन्ने बुझिन्छ। यतिखेर उहाँको उद्धारको लागि लिम्साका यातायात प्रणालीका काउन्टरका समिति लगायत यहाँका स्थानीय व्यक्तित्वहरू गएर उहाँलाई आधारभूत अस्पताल लिम्सामा ल्याएको छ। उहाँको चेकअपको लागि उहाँको भित्री चोट अनुसार उहाँलाई तलतिर पठाइने, रिफर गर्ने अवस्था हेरेर भन्ने कुरा छ।